शोधाय 14 ओळाय दे कान गिचली खिडक्या गालाय दे आमला बाग बाईक मॅच सोडत पकडे होते ना त्याला घिच्चेनी सुनो आज मैं यहाँ क्या काला के आया हूँ क्या लगे आई मैं आज दारू खाना का लगे आया हूँ तो क्या नया कुरा पो हामी सधैँ दारू खान आउँदा हामी सधैँ आउँदा छु त यार त्यस्तो होइन आज मैले गाउँ चोरेर आएको छु ओए म सधैँ 14 भएको देखि मर्दा हामी मर्दैन नि एक दिन साध्दैन क्या आउँछ म त 14 हामीले सधैँ 14 खाँदा अहिले उसै मान्छ हामीलाई सधैँ त्यो गोड्डो आज कहाँ गयो आज दिनभरि धिकेको पनि छैन त्यसलाई त फोन गरेर पक्का दारू खान गएको बुढीको फोन आयो सता ए लगरे म गर्दैन तिमी जोगे तिमी जोले मलाई गाउँ चोर्दा भेट्या हो ल ल हेलो कोही तँ बोल्ने म त्यहीको भाइ हो तिनका हात फोन त तिनका छन् दाइ त यहाँ मिटिङमा छन् मिटिङमा हुँदा हो तमी दारू खान लाग्छु भन मलाई के चुतिया बनाउँदा हो तिमीलाई खुरुखुर घर लेखिन आउने भए आऊ नत्र म त्यही आउँछु भए ल आउँछ छिटो यहाँ छिटो लेखिन आऊ तेरी जस्तो तिमीलाई घर आउने छिटो लट्ठी लेकिन आउँथ्यो हेर्नलाई तिमीलाई पनि कोट्या हामीलाई पनि कोट्या ए सबै एकदम गर त्यो जो कुद्ने हामीलाई तेरा बाको बाइक घट आफूलाई बाको बाइकले म्याच गर्दै मलाई नै उठाउन त्यो पनि हो ओळाय दे कान गिचली खिडक्या गालाय दे जति पायो ढर्रा बोतल खिचेर खाइदे झुमा के मुस्काई खिचो झुमा के मुस्काई खिचो ए तेरी चाहिँ माध्य अब है कोनी बोल्न लगे जसो ए कति चोटी झड्ड हो यार यो 3-4 चोटी उठाएर हो एक जो यसरी हाम्रो हान्ने हो एकी चाहिँ माध्या छिटो उठा जसरी पनि लिनु भने छिटो क्या खाँदो ओहो कति खाँदो यो दारू 2 जना उच्चेखि ल्याउन लाग्छन् कति खानु पर्छ तोतेको चौडी हेर इले लाजको मन्नु गर्यो कति खाँदो यो निक्को छोडो काईको लाज पनि मान्दैन ए पानी दे त अनि पक् ल्याउँदैन न तेरा घिच्चे नि ए पानी हो लौ पानी पानी त खाइहाले तैँले अब रोके पानीको प्यास मन दुखाउँछु तू भ्याउडा तू खाएको खायो दो कागो लट्ठी
अबदेखि खायो भने ढेकी राखी तेरो हात खुट्टा बानी पर्ते म कल्ला राख्ने हु ओहो अहिलेसम्म सुतेको छ म यहाँ कति काम गरिकन आइगे अहिले समय आइन सुतेको छ उठ खाइन उठ उठ पर हिँड्नु न घर उठ जा भित्र नमस्ते सबैलाई साथीहरु हामीहरुको भिडियो हजुरहरुलाई कस्तो लाग्यो राम्रो लाग्यो भने लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिनु होला र हजुरहरु कमेन्टमा भन्नु होला कि यस्तो टाइपको भिडियो चाहियो भनेर हामी त्यस्तै टाइपको बनाउने छौं र हजुरहरु माया देखाइदिनु होला हामी आशा गर्दछौं कि तपाई माया देखाउनुहुन्छ। सो गाइज बाइ बाइ टाटा जय नेपाल।